रेस्ट इन पिस यमा बुद्ध दाई। मेरो बाल्यकालदेखिको मिल्ने साथी, हाम्रो मित्रता अरू सम्बन्ध भन्दा माथि। हामी सहर घुम्न जान्थ्यौँ, राति राति भागी भागी घरमा आमा बुवालाई डाकी मर्न र मार्न तयार एकअर्काको लागि। सधैँ सँगै बस्थ्यौँ, स्कुल पढ्दा हामी दुबई न जाने यदि एउटा बिरामी जे पनि बाँड्ने हाम्रो राम्रो थियो पानी। उसले एक दिन चुरो चल्के सोधो ओइ खाने, मैले पनि ताने सङ्कोच छैन माने। दिन बित्दै गयो अनि लाग्यो त्यसको बानी, बिस्तारै कुलतमा बसियो जानी नजानी। गाजा अनि गोटी सामान र पानी, यो पछि त्यो दामी। जे आफ्नो दिन पनि राम्रै नलाग्ने, त्यसपछि फेरि कहिले उस्तै रहेनौँ हामी। नहोलो सबै आज तर तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले। नहोलो सँगै आज तर तेरो सम्झना यो मनमा छ, साथ छोड्ने छैन भन्थ्यौ कहिले, तर साथी निकै एक्लो छु अहिले। यसरी नै लागु पदार्थमा डुब्दै गयौ, गलत नै खराब परिणामको शिकार भयो। कतिलाई पिट्यौ कुट्यौ, कतिलाई ठग्यौ, घरमै आफ्नै आमा बुवासँग जर्क्यौ। आफैमा लड्यौ तर खान छोडेनौ, बिस्तारै हामी एक अर्कासँगै